आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ र मनी सन्चै। आज फेरि तपाईहरुको माझ फेरि भिडियो लिएर आएको साथीहरु, पुरा भिडियो हेरेर साथ दिनु होला। साथीहरु यहाँ चाहिँ के हुँदैछ त हाम्रो आज चाहिँ टोलीले खन्नेको छ ल साथीहरु। सो हामी चाहिँ आज अति चाहिँ अनि आज चाहिँ हामी साथीहरु सिसौबारीतिर लागेको हो रे। यसरी हैन हेर्दै जानु होला फुल भिडियो। साथीहरु रमाइलो कन्टेन्ट दिनेवाला छ अरे। यता भान्जाले चाहिँ हैन, भान्जा यता चाहिँ के भन्छ काकी भन्छ अब छोरा, अनि यता देवर, अनि यता पनि देवर छ, अनि यता बहिनी अनि म। सुरु 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 अनि एउटा कुरा के हो भने नि ल मलाई न ल अनि यहाँ हेर्नु साथीहरु यो चाहिँ एकदम अग्रा टालिनेवाला छ हैन। अनि यता भान्जाले चाहिँ एक मुठी उगेर यहाँ भाइलाई हान्दैछ बिचाराको टाउको। यति गाह्रो हुन्छ नि यो कपालमा पस्यो भने निकाल्नु कति गाह्रो हुन्छ त्यो त हामीलाई मात्रै थाहा छ, तपाईहरुले के त हैन। गजब गुजुक बनाइदियो भने झन् लाला लाइदिएरै छोडो। हेर्नु त साथीहरु पुछारमा गाईको पुछार हुन्छ नि साथीहरु, त्यो पुछारमा यति लामो हुन्छ नि यस्तो अग्रा। आज त हल्लैमा धेरै हुँदैछ। आजको भ्यू चाहिँ साथीहरु यस्तो दामी छ कि सो सुरुरु हेरेर जान सक्नुहुन्छ। अनि यो पहाडतिर धरान पनि देखिन्छ है साथीहरु। अनि साथीहरु अरु चाहिँ खै कता कता घुम्नु जान्छ कि राम्रो राम्रो पार्कतिर अनि यस्तोतिर जान्छ। अब हामी चाहिँ जान्छौँ जङ्गली हो नि त, हामी त ला जङ्गली त होइन हौ, जङ्गली चाहिँ होइन कि जङ्गली बोलिहालेछु, तर जङ्गलतिर घुम्नु जान्छ। किनकि जङ्गलतिर घुम्नु जानुको कस्तो अनुभव हुन्छ नि साथीहरु, हरियाली डाँडाकाँडा जस्तो लाग्छ मलाई चाहिँ हैन। अथवा अब यहाँ डाँडाकाँडा त कहाँबाट हुन्छ त्यही पनि रमाइलो लाग्छ क्या साथीहरु जङ्गलतिर एकदम। अब खै बिजोक भएको अवस्था यहाँ चाहिँ लालिगेलछको। अनि यतातिर चाहिँ साथीहरु कस्तो छ भने यस्तो हरियाली छ, त्यसैले मजा लाग्छ क्या हिँड्नु। त्यो घुम्नु गयो भने घामले टर्टेर ला घर गएको अवस्था। सुट भएको थिएन त्यही भएर अलिकति क्लियर भएन। यहाँनिर चाहिँ हरियाली यसलाई के पो भन्छ यो घन्चीको हरियाली देख्न सक्नुहुन्छ। फोटो खिच्ने भने जानु त्यतातिर म खिचिदिन्छु। यो साथीहरु कसले लडायो होला? मैले लडेको मामा। बहिनी फोटो नै खिच्दै अगाडि चाहिँ के हुँदैछ होला साथीहरु मलाई त थाहा नै छैन त। यो मा त पुरै यो भुकुण्डा झारेर हेर्नु त भुकुण्डो सुकुण्डो सबै झारिदिएछ बङबङी। यो खान्छ भनेर थाहा छ साथीहरु, सबैजना तल मुनि माथि बसिहालेछ। यो चाहिँ खान्छ के पछि कदम पाकेपछि। सुपरम्यान। सो आजको भिडियो चाहिँ रमाइलो हुनेवाला छ, लामो भए पनि साथीहरु हेर्दै जानु होला। अनि यतिको हावा चाहिँ हुन पर्ने हुन्छ है साथीहरु यतिको ठाउँमा चाहिँ हैन। हेर्नु त साथीहरु पुरै मकै हल्लाइदिरहेछ के मकै भन्छिहरु। ला हो बाफ्रे म देखेको थिइनँ ए वाच्छमै भइहाल्यो, देखेको थिइनँ के म त। हिम्मतवाला छ भने झरिहाल्छ है। ला राजु समालको सुट देखायो बा। हेर्नु त आज त रमाइलोवाला होस् त। अब अर्कोको पार रे खुट्टा भात छ है, भाँचिँदैन रे। यो चाहिँ उपद्रववाला है साथीहरु। कुकुरा भगारे माने कुकुर पनि हाम खानु गयो के। हावाले तर कस्तो गाह्रो बनाइरहेछ। ला हेर त राजु समाल पाल्दैन। यो स्पाइडरम्यानहरु रहेछ साथीहरु। म त हैन यिनीहरु पनि स्पाइडरम्यान नै रहेछ नि। हेर्नु त हेर्नु त। अनि यस्तो पनि हुन्छ लड्नु पर्छ। आमै बाटो छ। भाइहरु चाहिँ धेरै नाटक चल्दैछ के भेसट्टा साट गरेर मान्छे चिन्नु गाह्रो होला है। हेर्नु त दुईजना पाललाई पिलो लाउँदैछ सट्टासट गरेर। उल्टो भयो। सो कस्तो साथीहरु आजको भिडियो हेर्दै जानु है। उडाउने अवस्था यहाँ हेर्नु होला यता पनि, अनि यताबाट पछाडिबाट भाग्दैछ। आफ्नो भाइलाई नचिनेको अवस्था हैन अझै भन्दाएको। हेर्नु त लु अब चिन्नुहुन्छ तपाईहरु। हेर्नु त को हो को नि अब हैन। अघि अर्कै थियो अहिले अर्कै।
भेष साटायो नि त त्यसैले यस्तो हुन पनि सक्छ कुन खालको उ त स्वेटरम्यान ए हेर्नु डान्स सिक्न आउनु है साथीहरू हाम्रो बाबालामा कतिजना छ साथीहरू हामी 1 2 3 4 5 मसँग 6 जना 6 जना 2 जना 7 8 जना अनि एकै ग्याङ भएपछि त नि कसैले बोल्दैन त कोही खै एकजना मात्रै बोल्न सक्छ त कसैले हैन हामी 8 जना छौं अनि सक्छ त हामीलाई कसैले भनेको सक्दैन बोल्दैन आज चाहिँ शीतल मौसम छ नि त साथीहरू मजेदार भ्यू छ हेर्नु होला आकाशतिर भुइँतिर त केही छैन अहिले अब पछि धानको बेलामा चाहिँ रमाइलो हुन्छ पछि यस्तो चाहिँ हुनुपर्छ है साथीहरू हेर्नु त लुबैनीको कपालमा अब खत्तम भयो निकाल्नु पर्ने अवस्था त्यसरी कति किलो मासु 1.5 किलो माटो पनि मासु पनि के नगर्नु सक्सेस मसँग मासु रेस चिन्ता नगर्नु न यहाँ काट्दैछु नि अरे चिन्ता नगर्नु त्यो छ नि त्यो हावातिरु के साँच्चै के आएको हो त कुन खालको तरिका रहेछ हेर्नु त साथीहरू यहाँ टाइ पनि यहाँ पर लाउँछ त लाउँदैन नि तर खै कहाँबाट अल्झी हालेछ त्यहाँनिर फाइटर राखे यो हेर यो पागल नौरा पागल भइसकेको छ दारू हो गाडी मोटरसाइकल हिरवे हेरी सरररर फ्वाट हैप्पी अच्छा गर्न त लाउँदैन यहाँ त्यो भातै खादिनस् होला सायद मलाई लाग्छ गुए खान्छ हौ यसले त म असल 1 2 3 गो कोशिश करने वाले को हाथ में हार नहीं रहते यार
कुरा अब कसरी चल्छ मुटा हिँड्दो ओए यहाँ ओए अब कुकुर चुलेन के चल्छ पर आगमा के देता तिम्रो ने ताक्छ चिसोबारीको मजेदार भ्यू साथीहरु झुन्डीले ओर्दै भए पनि आएर छोडियो हैन सो हेर्दै जानु होला आज जतिको रमाइलो कहिले पनि हुनेवाला छैन यो चिसोबारीमा आइकन सो हामी रमाइलो गर्दै हिँड्दै छौं यसरी के गर्नु खोजेको ल के हो कुकुर यहाँ चाहिँ धमाधम के भन्छ कोसिस प्र्याक्टिस भन्छ नि यो चाहिँ बस्नेवाला यो के भन्छ खरको छानो घर कहिले चुइदैन भन्नेवाला यहाँ टिकटक बनाउनु पर्ने हुन्छ है माथि लेखमा बसे जस्तो लाग्छ के सबैजना बुङ बुङ उफ्रिन्छ के गर्नु म त चोडकाभित्रै पसिहाल्छु यहाँ त सक्नुहुन्छ यहाँबाट हामी बोल्नु म त यो भित्तामै उतो गर्छु टालिहाल्छु ओफ गर्मीले फेरि जसले लड्नु ला मर्छ होला नि तल अन्द्रा यो चाहिँ भ्याएको चाहिँ जाउँ भन्नुपर्छ मान्छे आउँदैछ मान्छे तल सिसोबारी हेर्ने मान्छे आउँदैछ सो लस्करिङ हामी चाहिँ हिँड्यौँ के हो यो माइक साथीहरू कस्तो लाग्छ त मेरो माइकमा तिमी क्यामेरा फर्काउँछु ल क्यामेरा साथीहरू फुलवाला माइक बनाइदिएको अरे होइन मेरो छोराले चाहिँ होइन यस्तोवाला हिँडेको हेलो हेलो कस्तो लाग्छ त साथीहरू दामी निक्लिन्छ म कस्तो लाग्छ मेरो क्यामेरा अब म त सुपरम्यान भइसकेको छु कतिवटा क्यामेरा यो त टाउकै थियो कस्तो लाग्छ हौ क्यामेरा त बबाल आमो बाँदर जन्मेछ है साथीहरू मान्छेको चाहिँ रूप मात्रै हो कि सबै बाँदर छ ल हेर्नु त अब यो मान्छे भन्नु कसरी बाँदर होइन नि यसलाई फाल्दैछु म त नाक हेर बाँदर बाँदर मेरो ममा चाहिँ पसिनाको बास गरिसकेको अवस्था होइन यसरी जङ्गल घारीमा खुदा लाज नि लड्यो अनि साथीहरू कस्तो लाग्छ आजको भिडियो हेर्दै जानु होला मलाई राम्रो लाग्दैन उसलाई चाहिँ राम्रो लाग्दैन अरे साथीहरू बिचारा भाइको अवस्था हेर्नु त च्याउ यसरी जङ्गलतिर आयो भने पाइन्छ कि आज जङ्गल घुम्नु आएको कि धेरै दिन पछाडि सबैजना मिलेर आज चाहिँ भाइहरूको सबैजनाको स्कुल छुट्टी होइन अनि हेर त माइक अरे साथीहरू तपाईँ बोल्न चाहनुहुन्छ यो माइकमा हेर्नु त हेलो है अनि साथीहरू यो अगाडि सबैजना दौडेर गइसकेपछि घुम्नु आएको होइन यसरी अब घुम्नु मान्छेहरू त कता कता जान्छ होइन हामी त यस्तै हिँडिन्छ यसरी नै होइन अब टाढो जाउँ भन्दा अनि मेरो बाबुआमाले चाहिँ नराम्रो बाटो नहिँड्नु छोरी भनेको थियो साथीहरू के गर्नु अनि मेरो चाहिँ बाटोमा यस्तो तगारोहरू छ अनि यसरी नै हिँड्नु परेन अनि बाटो यस्तो भएपछि कसरी हिँड्नु होइन हेर्नु त ठ्याक्कै बाँदरकै उतो छ नि हौ जुनी त रूप मात्रै मान्छेको लिएको है साथीहरू यहाँ आइपुगिसकेको छौँ होइन यो भाइको माइक हेर्नुला कस्तो लाग्छ अनि सो हामी चाहिँ सबैजना यस्तो बाटो हुँदै हुँदै जाँदैछौँ सुरु यो बाइक देखेँ ला के बोल्छु नि मेरो मुख त बहिनी यो बाटो देखेँ भने नि मलाई त त्यो साइकल रेस खेल्छ नि गुटुटु कुदाउँदै त्यस्तै लाग्छ के साथीहरू तपाईँहरू पनि खुन बनाउन चाहनुहुन्छ भने चाहिँ यहाँ हेर्नुला रङ काठको पत्ताबाट यस्तै खुन निक्लिन्छ कि काटेर हेर्नु न साथीहरू नक्कल पनि अलि ला झन्डैले काट्यो त नि चक्कु बोके च्याउ खाएर मान्छे मरेको छ हौ त्यसमा कता हो मैले टिकटकमा देखेको थिएँ क्या दुईजना त्यो पनि च्याउ यहाँ कता छ अरे जङ्गल च्याउ नखानु भन्दै थियो भन्नु त अब हेर्नु चाहिँ गयो हेरौँ कुहिएछ है होइन टिपेर लगो टिपेर कुहिएको भए खै त यहाँ हुनुपर्ने छैन टिपेर लगो कुहिएको भए त्यो यस्तो हुन्छ नि त कुहिएको भए हेर्नु त यतातिर छैन नि कि कालो त्यो होइन ओ माई गड फुल जस्तै लाग्छ मलाई त यो हेर्नु त
मैले झुट बोलेको रहेछु त साथीहरू होइन नि हेर्नु त अनि छोड्छ त कुकुरले साथ छोड्दैन हामी सँगसँगै अब हामी घर फर्क्यो भन्ने कुरा थाहा पाएँ यहाँ चाहिँ हेर्नु होला साथीहरू बिस्नु जम्पिङ हुन आँटेको छ कति ढङ्ग छ कि यत्रो हेर्नु ला लाजा एकचोटि उफ्रे जस्तो हुँदैन है आँखा चाहिँ डर हामी चाहिँ अब घर लाग्यो अरे ल साथीहरू हेर्दै जानुहोला ओह्रालो अझै काम छ कि यहाँ तल खोलामा तपाईँहरूलाई देखाउने छु साथीहरू अनि मैले चाहिँ अघि तपाईँहरूलाई मेरो काम छ खोलामा भनेको चाहिँ यस्तो के यो ढुङ्गा हुन्छ नि यो सिलौटा हाम्रो त्यो चाहिँ ठुल्ठुलो पाउँछ यहाँ त हल्का मसिनो यतापट्टि पनि राम्रो रहेछ त तर यता भन्दा त यतै ठिक छ यतिकोमा हुन्छ कि हुँदैन साथीहरू हेर्नु त म त फर्स्टचोटि गर्दैछु होइन मैले खोजेको चाहिँ यस्तो परेछ घुम्री परेको ड्याङ्ला ऊ त डन्डी यस्तो यसलाई पिन्ने के लोरो खोज्नुपर्छ अनि यसलाई लानुपर्छ लसुन पिस्नु त भइहाल्छ साथीहरू मसला त कुटिहालिन्छ अनि खोलामा चाहिँ आज हाम्रो खास विशेष कारण चाहिँ यही थियो साथीहरू ढुङ्गालाई ल्याउनलाई आएको हामी चाहिँ बहिनी चाहिँ त्यहाँनिर बसिराख्नु छ के चाहिँ डोलो त ऊ त होला बालुवावाला होला नि त अब एकैसाथ भइकन हेर न यो भाइले फेरि यहाँ उता इयरफोन लगाएको अनि हामी चाहिँ घर जाँदैछौँ साथीहरू फुल भिडियो हेर्दै साथ दिनु होला अब हामी चाहिँ भिडियो इन गर्न आँटेको अवस्था छौँ होइन साथीहरू झुलुङ्गे फुल खतरा छ होला फेरि यहाँ त्यही ढुङ्गा यो तरिकाले बोकेर जाँदैछु साथीहरू कम्मरमा लाएर उकालीमा चढेर जाँदैछु ल है साथीहरू हामी चाहिँ यहाँनिर खोइ त एकछिन ल जाउँ हेर त कुकुर साथीहरू यहाँ चाहिँ मर्छु कि यता भेडाको बथानहरू साथीहरू अगाडि केरी त्यहाँदेखि अर्को अनि यता अनि म अनि यता पछाडि भाइ सबैजना सानो मान्छे चाहिँ पछाडि परेको अवस्था ल फेरि ल माइक त उडो त नि अब भाइलाई के भयो नि ला ओनरमा लाग्यो के फिल आएको छ यो रुममा चाहिँ कस्तो भएको छ त मलाई मतलब छैन होइन साथीहरू किनकि मेरो रूप के त जस्तो भयो नि मलाई बाल होइन अनि सो अब चाहिँ हामी घर लागिसकेको छौँ साथीहरू अनि आजको भिडियो के कस्तो लाग्यो त तपाईँहरूलाई च्यानलमा कोही नयाँ हुनुहुन्छ